मलाई भोक लागेको बेला म चाउचाउलाई यसरी बनाएर खान्छु कि जहिले नि, किनभने यो छिट्टो र मिठो बन्छ नि त। त्यही माथि यो बनाउँदा धेरै खर्च पनि हुन्न कि, त्यसो भएर धेरै जसो भोक लागेको बेला म यही बनाएर खान्छु कि। ल हेरौँ है त यो छिट्टो र मिठो चाउचाउको रेसिपी। पहिला चाहिँ बन्दालाई थिन कटिङ गर्ने, त्यसपछि यतिको बन्दालाई काटिसकेपछि कट गरेको बन्दालाई तातो पानीमा 1-2 मिनेट उमाल्ने, अनि 1-2 मिनेट उमालेर निकाल्ने त्यसलाई, अनि पानी निचार्ने। त्यसपछि प्यानमा तेल तताउने अनि अघिको बन्दालाई फ्राई गर्ने, अनि एकछिन फ्राई गरिसकेपछि यस्तो हुन्छ अनि निकाल्ने साइडमा। अनि चाउचाउ बनाउन सुरु गर्ने। म चाहिँ रारा चाउचाउ युज गर्दैछु है। फेरि ग्यास बाल्ने, भाँडा तताउने अनि हल्का तेल हाल्ने, त्यसपछि प्याज र लसुन हालिदिने, त्यसपछि फ्राई गर्ने अनि हल्का ब्राउन हुन थालेपछि पानी हाल्ने, अनि पानी हालिसकेपछि चाउचाउको मसला हालिदिने अनि फेरि चाउचाउ हाल्ने। त्यसपछि चाउचाउलाई ढाकेर साइडमा गार्लिक एन्ड चिल्ली ओइल बनाउन थाल्ने। यसमा चाहिँ लसुन, सेतो तिल, चिल्ली फ्लेक्स, थोरै अजिनामोटो अनि स्वाद अनुसारको नुन छ, अनि यसमा चाहिँ मजाले तेल तताएर हाल्नुपर्छ है। अनि यतिको बनिसकेपछि साइडमा चाउचाउ पनि पाकिसक्छ। चाउचाउ त पाक्यो, तर चाउचाउसँग अन्डा त चाहियो, अन्डा बिना त कहाँ मिठो हुन्छ त हो। त्यसो भएर अन्डा पनि पकाउने। त्यसपछि भाँडा रेडी गरेर मालहरू भटाभट हाल्न थाल्ने। अनि यसरी नै बनाउँछु मैले मेरो छिटो मिठो चाउचाउ। थ्याङ्क यू भन्नु पर्दैन यार।